हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। अहिले चाहिँ हामी पाराबारी मेला जाँदैछौँ। आज चाहिँ पाराबारी मेला हो होइन। पाराबारीमा मेला लाग्दैछ आज चाहिँ, त्यही भएर हामी सबैजना पाराबारी मेला जाँदैछौँ। मेरो छोरा चाहिँ पछाडि छ, हिँड्दै आउँदैछ अनि म चाहिँ भिडियो बनाउँदै अगाडि हिँड्दै गरेको। अनि मेरो छोरा चाहिँ आइपुग्यो अनि हिँड्दैछ मेरो छोरा चाहिँ। अनि म चाहिँ यताउता हेर्दै हिँड्दै गरिरहेको थिएँ। अनि मलाई चाहिँ छोराले आएर बोक भन्नु थाल्यो। अनि म चाहिँ बोकेर अनि मलाई रिस उठ्यो। अनि म चाहिँ गनगन गर्दै बोकेँ छोरालाई अनि हिँडेँ। त्यस पछाडि चाहिँ हामी राम्रोसँग हिँडेँ। अब चाहिँ हामी धेरै टाइम छैन नि त हाम्रोदेखि त कति 20-25 मिनट लाग्छ। अनि चाहिँ हामी पाराबारीको पुलमा आइपुग्यौँ अहिले चाहिँ। अनि पाराबारीको पुलमा आइपुग्न लाग्यौँ। अनि मेरो छोरा चाहिँ अगाडि कुद्दै हिँड्दैछ। अनि हामी चाहिँ अहिले पाराबारीको पुलमा चाहिँ यहाँ सेकुवाहरू पोल्ने, मास के पोल्ने रहेछ नि त। अनि सबैजना त्यहाँ बसिरहेको थियो। अनि हामी चाहिँ अगाडि हिँडेँ। अनि दिदीहरू पछि आउँदै हुनुहुन्थ्यो। अनि पाराबारीमा आइपुग्यौँ। मेरो छोरा चाहिँ अगाडि कुद्छ क्या, अगाडि भाग्छ। मेरो छोरा चाहिँ लास्टै चकचके छ, अगाडि कुद्छ, वाक्कै लाउँछ। अनि मलाई अनि खेल्ने कुरा देखेछ कि अनि मलाई किनिदिनु भनेर म्याइ गर्छ। अनि त्यसपछि म चाहिँ घाम कस्तो थियो नि त, गर्मी थियो, घाम लागेर कस्तो गर्मी थियो। अनि घामले पोलेर अनि दिदीले भन्नुभयो कपडा पसलमा जाउँ, एकछिन कपडा हेरौँ भन्नुभयो। अनि हामी चाहिँ कपडा पसल किन्नतिर लाग्यौँ है। अब चाहिँ अनि कपडा पसलतिर लाग्यौँ। अनि कपडा पसलमा यसो कपडाहरू हेरेको, बहिनीलाई चाहिँ मनै परेन अरे क्या। अनि चाहिँ बोर लागेर बसेँ एकछिन। अनि त्यस पछाडि चाहिँ कपडाहरू हेऱ्यो, निकै टाइम लाग्यो कपडा हेर्नको लागि। अनि मन परेन, त्यो पनि मन परेन भन्छ सानो बहिनीले चाहिँ। अनि मेरो छोरा चाहिँ कुदिरहेको छ क्या, कता कुदिरहेको छ। अनि म चाहिँ यताउता छोरालाई हेर्दै थिएँ। अनि हामी चाहिँ फेरि अनि मार्केटतिर छिर्यौँ। मार्केटमा छिरेर के किन्यौँ। अनि आज चाहिँ पाराबारीको मेला यस्तो रमाइलो भइरहेको थियो होइन। रमाइलो भइरहेछ पाराबारीको मेला चाहिँ। मेरो छोरा चाहिँ खेल्न थाल्यो है, गाडी किनिदिएको मेरो छोरा चाहिँ खेल्न थाल्यो। अनि हामी चाहिँ कता जाउँ भएर हेरिराखेँ। अनि हामी चाहिँ हिँडेँ, भित्रतिर लाग्यो है, छिरेँ हामी चाहिँ भित्रतिर। मेरो छोरा चाहिँ कुदेर हिँडेको गर्छ नि त। अनि मैले चाहिँ सँगै छोरालाई पनि सँगै पक्रेर हिँडेँ है। मेरो छोरा चाहिँ लास्टै चञ्चले छ क्या, भागिहाल्छ। अनि म चाहिँ त्यहाँदेखि मेरो छोराले चाहिँ गाडीहरू देखेछ। अनि मलाई किनिदिनु भन्दै थियो। अनि हामी चाहिँ उता डाइस खेलेकोतिर लाग्यौँ हेर्नलाई। अनि धेरै रमाइलो भइरहेको थियो। आज त निकै ठुलो लागिरहेको थियो यो छुट्टी चाहिँ। आज चाहिँ हामी 2 बजी नै आएको हो नि त। अनि त्यति साह्रो भिड चाहिँ थिएन, मान्छेहरू आएको थिएन। अलिक पछिदेखि चाहिँ लास्टै भिड थियो क्या। अनि मेरो छोरा चाहिँ मैले साथमै लिएर हिँडाउँदै थिएँ। अनि भागिहाल्छ नि त नत्र त। अनि यसो डाइस खेल्नेतिर लाग्यौँ हामी चाहिँ सबैजना। अनि हेरेँ, बजारहरू हेरेँ, यताउता हेरेँ। अनि हामी चाहिँ अब भोक लाग्यो भन्न थाल्यो। अनि हामी चाहिँ खाजा खानेतिर लाग्यौँ, खाजा खानु थाल्यौँ। अनि हाम्रो छोराहरूलाई चाहिँ मोमो मगाएको थियौँ। अनि छोराहरू चाहिँ मोमो खान थाल्यो। बस्दा बोर लाग्यो। त्यस पछाडि हाम्रो लागि पनि खाजा आयो साथीहरू। हामी चाहिँ अनि खाजासाजा खाएर फेरि अनि बजारतिर पस्यौँ। अनि घुम्न थाल्यौँ। अनि त्यहाँदेखि चाहिँ अब डान्स गर्नको लागि सुरु भइरहेको थियो, डान्स गर्नको लागि। अनि डान्सहरू हेऱ्यौँ। अनि छोराले चाहिँ अनि आज मलाई लास्टै काबु बनायो क्या। अनि मलाई छोराले चाहिँ के किनिदिए भन्नु थाल्यो। अनि म चाहिँ के सामानहरू, खेलाउने कुराहरू किनिदिएर छोरालाई किनिदिएर अनि यता आएँ। अनि आज चाहिँ म लास्टै मेरो छोराले गर्दाखेरि तनावमा भइरहेको थिएँ क्या। सँगै आएको साथीहरू नै हरायो नि त। अनि म एक्लै भएँ, नानी र म मात्रै भएँ। अनि मलाई चाहिँ छोराले खेल्ने कुरा किनिदिनु भनेर कता घुमाउनु लग्यो। अनि म चाहिँ खेल्ने कुरा किनिदिएँ। अनि आएँ। अनि फोन गर्नुभएको रहेछ दिदीले चाहिँ मलाई। अनि मैले चाहिँ फोनै आएको सुनिनँ क्या। अनि मैले पनि उनीहरूलाई गरेको, उनीहरूले पनि फोन
मैले गरेकै सुन्नु भएन रहेछ। अनि म चाहिँ त्यहाँ आएर एक्लै आएर डान्स नाचेको हेर्दै थिएँ क्या, उनीहरू नाचेको हेर्दै थिएँ। अनि पछि बल्ल 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 भेट भयो क्या हाम्रो, त्यहीँ रहेछ झन् भेट चाहिँ भयो। घर जान लागिरहेको थियो एक्लै नानीसँग। नानीले मलाई आज लास्टै बोर गर्यो नि त, झगडा गरेको अनि मलाई चाहिँ बस्नै मन लागेन क्या। अनि साथीहरू पनि भेट भयो त्यस पछाडि चाहिँ। अनि म साथीहरू भेट भयो अनि घर जाउँ भन्नु थाल्नुभयो दिदीले चाहिँ। अनि हामी चाहिँ अब घर जानुको लागि तर्क गऱ्यौँ। अनि हामी चाहिँ घर पनि फर्क्यौँ है साथीहरू, अथवा घरमा पुग्न आँट्यौँ। हामी चाहिँ घर फर्क्यौँ। त्यस पछाडि त छोरा सुतिहाल्यो। त्यस पछाडि त हामी घरमा पुगेर खानासाना खाएर सुत्यौँ है गाइस। सबैजनाले भिडियो हेरिदिनु होला। थ्याङ्क यू सो मच एभ्री वान, किप वाचिङ माई भिडियो।